जाँदाखेरि चाहिँ अब धेरै भनौँ न धेरै एक्सपिरियन्सको कारणले चाहिँ मलाई चाहिँ धेरै खुसी लागिरहेको छ। हाम्रो छिटै 2 हप्ता अगाडि जान पाएको छ। त्यसमा चाहिँ म चाहिँ धेरै खुसी छु जो त्यहाँको वेदरहरूदेखि लिएर चाहिँ हामी थाइल्यान्डसँग पनि फ्रेन्डली म्याच खेल्छौँ। त्यसैले चाहिँ मलाई चाहिँ धेरै खुसी लाग्छ। टिमबाट चाहिँ भनौँ न एउटा एक्सपिरियन्सको कमी थियो, त्यो पनि हामीले एन्फाले गरिदियो होइन। जुन त्यत्रो कोरियाहरू म्याचहरू खेलाएर चाहिँ एक्सपिरियन्स चाहिँ मलाई चाहिँ टिमबाट चाहिँ एउटा चाहिँ क्वाली चाहिँ वर्ल्ड कप चाहिँ क्वाली हुन्छ जस्तो लाग्छ मलाई। त्यसमा चाहिँ म चाहिँ अलि के भनौँ न आफू नखेले पनि आफ्नो टिमबाट अब रमाइलो लागिरहेको छ वर्ल्ड कप मेरो त अनुसार अब उसलाई अब राम्रै ट्रेनिङ गरिरहेछ, रिजल्ट राम्रो ल्याउनु टार्गेट दिएर अहिले इम्प्रुभमेन्ट हुँदैछ जस्तो अब अझै 2 दिन लाग्छ। थ्याङ्क यू दाइ, खुसी लागेको छ धेरै। अब नेपाललाई अब होइन हामीले अब धेरै मिहिनेत गरेर अब अगाडि बढाउने अब होइन सबैको चाहना छ चाहन्छ सबैले मिहिनेत गऱ्यो भने पुग्छ होइन। अब त्यो सबै हामी पुरा गरेर भएको सबैले मिहिनेत गऱ्यो भने पुग्छ। केही गाह्रो हुन्न, अब एक भयो भने गाह्रो हुन्छ होइन, टिम भयो भने चाहिँ गाह्रो हुन्छ। लगाएर चाहिँ अब सेकेन्ड राउन्डमा पुग्यौँ, जसरी ट्राई गर्छौँ। अब नेपाल टिम पनि कमजोर त होइन, त्यस्तै पहिला फर्स्ट राउन्ड पनि अब राम्रो टिमले हराएरै जित्छौँ।